होस् त अलि पर गएर रोक अमिताभ बच्चन हुँ म सलमान खान हुँ म शाहरुख खान हुँ म भन्दा म भन्दैन म तपाईको छोरीको साझा हुँ तेरो कुरा त मेरो पारले पनि पताएन तपाईसँग त म कुनामा गएर कुरा गर्छु के हो रोशनी जिन्दगीभर बाइकमा मैले घुमाउने कारमा मैले घुमाउने अनि मुनि मैले चलाउने र तिमी अहिले अरूसँगै नारिने के भन्छ यो गन्नाउने रोशनी मुनि चुहाउने रे के हो मुनि चुहाउने भने म चिन्दिनँ बाबा को भिखारी हो यो चिन्दैन रे अस्ति साँझ तिमीले मैले साँझ खाए खाजा रोशनी बिर्स्यौ तिमी राजा तिमी बिना एक दिन बाँच्न नसक्ने म आज 14 दिन भइसक्यो म एक्लै बसेको अनुसन्धान गरिसकेँ मैले रोशनी यिनीहरू तिमीलाई जबरजस्ती गर्दैछन् आऊ भागौ ए बढी नबोल त त्यहाँ के भने भक्ति उम्लेछ जा गइन पकड भक्ताइम कस्तो डेन्जर सपना देखिया भने यार यस्तो हुन सक्दैन रोशनी तँलाई हाँसो लागिरहेछ मान्छेको यहाँ गु अड्का थाहा छैन अनि के भनौँ त क्या म कस्तो हाँसो ल्याएर त हाँस्न मन नपाम भने हाँसो लागिरहेछ त्यस्तो होइन रोशनी तिमीलाई हात माग्न आउने केटाको मैले त्यो नै तानिदिएँ ल बता हेर्छु यो यहाँ त गोला गोला छ नि पुर्खाहरूले भन्ने गर्थे राजा हग्दा हग्दै देवको सपना साँचो हुन्छ अरे होइन रोशनी होइन यो कदापि हुन सक्दैन बस तिमी मेरो म तिम्रो हरेक पाइलामा हुनेछु रोशनी पाइला रे पाइला मैले अघि भर्खर कुको चल्याम स्वागत छ तपाईहरुलाई आजको स्ट्यान्डर्डको बारेमा सब कुराको जानकारी लिएर हाम्रो सर आउँदै हुनुहुन्छ के गरे केटा हो उता घुमाउनु आजको यो 5 करोडको टेन्डर हाम्रो राजालाई परेको छ ईश्वरजी हे साल कर्नर परा गोरु तँलाई थाहा छैन देवाको एरियामा कुनै टेन्डर पर्यो भने त्यसको कमिसन देवालाई दिनुपर्छ भन्ने तँलाई थाहा छ नि यो टेन्डर कसलाई परेछ मात्र राजालाई राजा रे को राजा बाबु कहाँको राजा कहिलेको राजा कस्तो राजा राजा बाबु त्यो हग्न गएको छ बाबु अहिले आउँछ बुझिस् तर तँलाई थाहा छैन कि यहाँ सिर्फ देवाको चल्छ देवाको के गर्छ केटा हो देवाको हेलो राजा हाम्रो टेन्डरमाथि देवाले कमिसन खोज्दैछ कसले लग्यो रे रामलालले लग्यो रामलालले होइन राजा देवाले लग्यो देवाले त तुरुन्तै त्यतादेखि आइहाल जसलाई फोन हानेन बाबु के हुनेवाला छैन टेन्डर फाइलले जा
बाउको बिर्ताहरू मेरो बाटो रोकिस्? मलाई परेको टेन्डरको फाइल तेरो बाले लग्ने भन्थे खै बिर्ता दे। आउँछ केटा चुप। यो त मेरो स्टाइल हो राजा। यो एरियामा कुनै टेन्डर पर्यो भने त्यसको कमिसन देवालाई बुझाउनु पर्छ भन्ने तँलाई सिकाएन तेरा मर्या चाम्रे परे हजुरबाले? कमिसन चाहियो रे? हेलो हजुर दादा, किन र दादा? होइन दादा, म यिनीहरू काटेर आउँछु दादा, काटेर अन्धार महिनाको गुस सब निकलेर आउँछ दादा। हस् दादा, हस्। फाइल दे केटा, फाइल त लग। तर तैँले देवालाई कमिसन दिनुपर्छ भन्ने नभुलेस्। हेर त खुसीले कस्तो भएको छ। साला कमिसन चाहियो अरे। सुत्नु हेर्न लेउटे जस्तो छ। हजुर दादा, दिइसकेँ दादा, मैले दिइसकेँ। होइन दादा, यो घिनाउने को यो चल्लो जस्तो हेर्दै पनि घिन लाग्दो जस्तो को जाइन मसँग दोस्या थियो र चबाउ नारायण बाबाका थ्याप्ता जुङ्गाले गर्दा आज त बाँचिस्, होइन भने तेरा बनाउँदै बुझिस्? नाचे बाबु तँलाई 5 रुपियाँ दिन्छ। पहिला गएर कमिसनको औकात सिकेर आ। यो अस्ति मार्दिम। यो सब भुग्नुको कारण नारायण बाबाका थ्याप्ता जुङ्गा हो। के बेला नारायण बाबाका थ्याप्ता जुङ्गा नक्कै भएको छ। सबभन्दा चाहिँ सिकाने के नारायण बाबाको गुहाम्योस्? दुश्मनी छ हाम्रो, बुझिस्? थ्याप्ता जुङ्गाले गर्दा बचिस्। ओइ देवा, कहाँ रहेछ त? होइन यार, त्यो केटी किन खै मलाई असाध्यै मनपर्छ। मलाई त्यो केटी जसरी पनि चाहियो। कहाँ बस्यो पत्ता लगा न यार। The next day. कति यताउति गरे आउने टाइम आइहाल्छ नि। हेलो सुन्नु न, एकछिन यता आउनु न है। बढाउँ। तिम्रो बोयफ्रेन्ड छ? मलाई थाहा छ तिम्रो बोयफ्रेन्ड पहिले थियो तर अहिले छैन, हुनु पनि भएन। किनकि म तिमीलाई मेरो कलेजो आन्द्राभित्रको गुमा राखेछु। यति धेरै माया गर्छु। रोशनी, तिमीलाई म केही कुरा भन्न आएको। यदि तिम्रो सिउँदोमा मेरो सिउँदो बाहेक अरू कसैको सिउँदो पर्न जान्छ भने म तिम्रो कपालमै जरादेखिको लिएर फालिदिन्छु, बुझ्यौ? मैले तँलाई त्यत्रो भन्दै रोशनी तँले थर्काइस्। हग्ने बेला रोशनी उहाँ चाक धुन पाइनिन्ने रोइरहेछन्। रोशनी उहाँ चाक धुन पाइनिन्ने? त्यो चाहिँ म दिइदिन्छु बाबु। के भनिस्?
हेर त मैले लट्ठी बनाएको थिएँ रगतलाई पाख्यो होला र A few moments later. को हो दिउँसै खाइन झ्याप भएको छ कि हो रगतै रगत बाबा मलाई रोशनीले यतामा मोटा लामो चाक्ला बाक्ला रडले यहाँ अनि रगत आला अहिले मैले पुछेँ हाम्रो छैन मलाई नगर तेरो लागि म सरप्राइज लिएर आउँछु 2,000 years later. रोशनी रोशनी कसरी यहाँ हिजो तँलाई बाबाले भनेको थियो नि गिफ्ट ल्याउने भनेर यही हो रोशनी गिफ्ट। रोशनी तिमी यहाँ तिमी त यहाँ आउने होइन रोशनी यो ठाउँ त चारैतिर बाघ भालु मात्रै आउने ठाउँ हो यहाँ तिमीलाई भोलि के भयो भने रोशनी यस्तो ठाउँमा म बानी पर्छ कि किडन्याप गरेर धेरै नाटक पार्छस् गाइने होइन रोशनी के भन्दैछौ तिमी तिमी होसमा त छौ होसमा छैन भने यताभन्दा मोटा भैँसी लाउने सुई लगाइन्छ के अनि होसबाट आउँदै फिर्ता के गर्छ यत्र मोटा सुई पर्दैन मलाई के सुई लाउनु पर्दैन मैले किन लिएर आइस यहाँ मैले किडन्याप गरेर लिएर आएँ किनकि हिजो देवा रुइरहेको थियो सिगान छाड्दै त्यही भएर मैले लिएर आएँ। तर तैँले धेरै गलत गरिस् रोशनी तर तिमीलाई म धेरै माया गर्छु रोशनी धेरै भन्दा धेरै माया दुईतर्फी हुन्छ एकतर्फी कहिले हुन्न 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 भन्दा भन्दै यति त मधाइन राजाले पाउँछ होला देवाले पाइन लालु पाते छैन हाँग मात्रै सारेको मन्जैन मुख मात्र। माया त माया हो रोशनी चाहे एकतर्फी होस् या दुईतर्फी होस् या तीनतर्फी होस् 10 तर्फी भन्नु 10 तर्फी चारतर्फी होस् या पाँचतर्फी होस् यो न कहिले बदलिएको थियो न यो कहिले बदलिने नै छ रोशनी तिमीले माया गर्दैनौ त के भयो त रोशनी म त तिमीलाई माया गर्छु नि मेरो मनैदेखि माया गर्छु नि रोशनी। देवा राजाको फोन कति दिनसम्म लुकेर बस्छस् त मलाई समात्ने सपना पनि नदेख राजा लुक मैले दुनियाँको सबै सारा फोर्सहरू मैले तँलाई माथि लगाइसकेको छु त मलाई खोज्दा खोज्दा भोकले मर्ने छस् बरु भात खाएर आएछ अलिकति भोकले भर्खर न आमाले न ढिँडो र आटो बनाइदिनु भक्कर देखाएर आऊ बाबु हुँदैन मलाई भर्खर मेरो काइले आमाको बाजेको अङ्कलको छोरीको नातिको भान्जीले भर्खर मलाई फोन गरेको थियो त बाबु त्यो पलारको छेउमा लुकेर बसिरहेको छस् मैले आमालाई देखिरहेको छु त्यो त होइन बाबु त्यो त होइन एकैछिन मलाई रोशनीले जाम्न त परालका छेउमा बसौँ भन्थिन् त्यही भएर म परालका छेउमा आएको छु ठिक छ तेरो मेरो चाँडै भेट हुनेछ सक्दैन सफा गर्न ल राजा देवा तिमीहरूको असली दुश्मनी त म
खुकुरीलाई खुकुरी, गोलीलाई गोली, अन्याय र अत्याचारमा नारायण बाको काफी हुन्छ बोली। हो बड्डा भस्मै खतरा डायलग हान्यो। नारायण बाका खेच्चा जुङ्गा, नारायण बाका खेच्चा जुङ्गा। रोशनी तिमी यहाँ रोशनी बुढा Go, 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 go.